सम्पूर्णमा नमस्कार। म चाहिँ दक्षिण कोरियामा काम गरिरहेको छु। कोरियन फ्याक्ट्रीमा, फर्निचर फ्याक्ट्रीमा हो। हामी चाहिँ प्रेस मार्फत आएको मान्छे हो। कामदारको रूपमा काम गरिरहेको छौँ र तपाईँलाई आज म कोरियाको फर्निचर कम्पनीमा कस्तो कस्तो कामहरू हुन्छन्, कम्पनी अनुसार धेरै फरक कामहरू नि हुन सक्छन् हैन। तर हाम्रो फर्निचरको कम्पनी हुने कामको चाहिँ म सानो क्लिपहरू देखाएर यस्तो कस्तो सामानहरू बन्छ भनेर देखाउन चाहन्छु। यो चाहिँ फर्स्ट स्टेप हो काट्नेहरू हैन। अनि त्यसपछि चाहिँ त्यो काटेको चिजलाई चाहिँ त्यहाँ थाक लगाएर राख्छौँ र यता ल्याएर हामी सबैलाई स्टिच गर्ने काम गर्छौँ। ट्याकिङ भन्ने भन्छ हैन। थाक्का पिनले त्यो साइजहरू मिलाएर त्यहाँ ठोक्ने गर्छौँ। यसलाई चाहिँ ट्याकिङ भन्छ हैन, ट्याकिङ गर्ने। र त्यसपछि चाहिँ यो ट्याकिङ गरेको चिजलाई चाहिँ यसरी यहाँ गम लाउनु पर्ने हुन्छ, फेभिकल। यस्तो लुगाहरू चाहिँ जाडोमा लाउँछ ताकि भित्र फेभिकल नजमोस् भनेर, किनकि जाडोमा फेभिकलहरू जम्यो भने राम्ररी घुम्दैन मसिन। त्यही भएको कारणले गर्दाखेरि प्लास्टिकहरूले मजाले ढाकेर राख्नुपर्छ। यो चाहिँ कबाडी भन्छ, यो चाहिँ बोन्दु, कोही भाषामा बोन्दु भन्छ फेभिकललाई, गमलाई। अनि यसरी त्यस पश्चात चाहिँ यसरी मेसिनमा हालिन्छ, त्यो रोलिङ मेसिनमा हैन। त्यहाँ आफै टाँसिएर आउँछ फेभिकल टाँसिएपछि हामीले यसलाई चाहिँ एउटा अर्को अलरेडी काटिसकेको हुन्छौँ, यस बाहिरबाट ढाक्ने आफ्नो साइजको कलरको अनुसारको हैन। हो त्यसमा चाहिँ कभरअप गरेर त्यहाँ बाहिरबाट लाउने गर्दछौँ। अब यसका पार्ट यो चाहिँ अर्को पार्ट हो, सुक्खा भन्छ यसलाई चाहिँ। ठाडो बनाएर राख्ने चिज हो यो चाहिँ। त्यसरी राख्ने गर्दछ मास्तिर ठाडो बनाएर। अनि यो कम्प्लिट भएपछि चाहिँ यसलाई त्यो थिच्ने मेसिनमा कम्प्रेसरबाट थिच्न पर्छ ताकि मजाले त्यो फेभिकलहरू टाँसियोस् भनेर प्रेस गर्ने मेसिनबाट थिच्न पर्छ मजाले, लगभग 10 देखि 15 मिनटसम्मको लागि। कोरियामा अब कामहरू यस्तै हो हैन। सबैलाई गाह्रै हुन्छ, कसैलाई सजिलो काम पर्छ। त्यही कारणले गर्दाखेरि काम अनुसारको पैसा पाउने हो यहाँ पनि हैन। कुनै कम्पनी ओभरटाइम धेरै चल्ने हुन्छ, कुनै नचल्ने हुन्छ, त्यसै पर हो। हामीले अघि 15 मिनट अगाडि यसलाई प्रेस मेसिनमा थिचिरहेको थियौँ र यसलाई झार्ने बेला भयो चाहिँ। यसलाई झारेपछि अब लाग्छौँ हामी यसलाई बनाउने प्रक्रियातिर। बनाउने प्रक्रियामा चाहिँ यस्ता सामानहरू बन्छन् हैन प्रोसेसमा। हाम्रो कम्पनी जस्तै हो, हाम्रो कम्पनीका साथीहरू हुन्, उनीहरू चाहिँ काम गरिरहेछन्, काम भइरहेछ। यसरी पार्ट जोडेर हैन
बनाउने गर्दछन्। यो चाहिँ विशेष गरेर कोरियाभरिमै बिक्री हुने गर्छ। विशेष त हाक्कीहरू कलेजहरू युनिभर्सिटीहरूतिर जान्छ भन्छ हैन। धेरै बिक्री भनेको त्यही अरे यो एउटालाई लगभग 4 देखि 5 मान जति पर्छ हैन। धेरै महँगो पनि छैन, तर धेरै क्वान्टिटी गयो भने चाहिँ बन्न पनि त त्यस्तो धेरै प्रोसेस लाग्दैन हैन। सस्तो प्लाईहरूबाट बन्ने रहेछ। र फाइनली यसरी तयार हुन्छ हैन सामान। कस्तो राम्रो कलर हैन। त्यो भएपछि अब त्यो टाका हानेको ठाउँमा स्टिकरहरू टाँसेर अब त्यसलाई फिनिसिङ गरिन्छ। अनि सरसफाइ गरेर काम भइरहेछ। सामान बनेपछि त्यसपछि चाहिँ यसलाई अब प्याकिङ सेक्टरमा सबै गरिसकेपछि प्लास्टिकले ढाकेर बाहिरबाट प्याकिङ गर्नुपर्छ, ताकि पानीहरूले नभिजोस् हैन, धुलोहरू नलागोस् भनेर। कोरियामा विशेष त कामहरू यस्तै हुन्छ हैन। कुनै फ्याक्ट्रीमा अब फर्निचर भन्ने बित्तिकै त्यही नेपालको जस्तै नै हुँदैन। अब सबै टेक्नोलोजी आधुनिक उपकरणहरूले काम गर्छन् हैन। कसरी सजिलो हुन्छ कामलाई भन्ने त्यो तरिकाले यहाँ काम गर्छन् कोरियनहरू चाहिँ। धेरै बल लाउने त्यस्तो गर्दैन। अनि हाम्रो कम्पनी चाहिँ पहिले पनि थियो, सबै बन्ने दराजहरू हैन, कलरहरू गर्नुपर्ने सबै थियो। त्यसमा चाहिँ अलिक फोहोरी काम थियो हैन। त्यो कागज लाउने धुलो धुवाहरू त्यस्तो काम गरेको थियो। अहिले चाहिँ त्यो हिसाबले चलाउनु नसकेर बन्द भयो त्यो काम। अहिले चाहिँ हाम्रो अर्कै डिपार्ट त्यो मास्तिर छ। यो डिपार्टमा चाहिँ लगभग हामी विदेशी 5 जना मात्रै छौँ। सानो गराएसी काम जस्तै अब घरेलु सानो मजौला तथा सानो उद्योग भएको कारणले हाम्रो सेवा सुविधाहरू पनि त्यति राम्रो छैन हैन। लगभग दिनमा 8 घण्टा काम हुन्छ। बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म 1 घण्टा खाना खाने रेस्ट टाइम हो। यसरी फाइनली प्रोडक्ट तयार भएपछि यसलाई डेलिभरी लिन बाहिरबाट मान्छेहरू गाडीमा आउँछ र हामीले लोड गरिदिएपछि मजाले लान सक्छौँ। त यहाँसम्म भिडियो हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। र कोरियाको कामहरू फ्याक्ट्रीको कामहरू यस्तै हो। र केही आफ्नो क्वेसन जिज्ञासा छ भने कमेन्टमा लेखिदिनु होला कम्पनीको काम सम्बन्धी। यस्तै भिडियो चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब, लाइक एन्ड कमेन्ट गरिदिनु होला र छेउमा रहेको बेल आइकनमा क्लिक गरिदिनु होला।